अर्थमन्त्रीलाई राति निन्द्रा लाग्छ कि लाग्दैन थाहा छैन। म छाया मन्त्री अर्थमन्त्री पनि होइन, एउटा साधारण सांसद हुँ, तर मलाई निन्द्रा लाग्न छोडेको छ। यो ऋणको व्यवहार असाध्यै चर्को रूपमा गएको छ। ऋण लिँदैमा जहाजै डुब्ने आकाशै खस्ने होइन। ऋण लिनु खराब होइन, ऋण लिनुपर्छ। हाम्रो त बाध्यतात्मक अवस्थै छ, 30 खर्ब त बोकेरै हिँडिराखेका छौँ। र आजका दिनमा पनि रातो किताबहरू हेर्नुभयो भने मान्यज्यूहरूले देख्नुहुन्छ बढी सडक पूर्वाधार, ट्रान्समिसन लाइन यस्तैमा नै हो हाम्रो ऋणको लगानी। र त्यो ऋणको सौन्दर्य के हो भने त्यस्तो खालको ऋण दे पे फर देमसेल्फ। ऋण लिएर घिउ खाना पो भएन त, उत्पादनमूलक गतिविधिमा लगानी गर्न हुन्छ। र त्यो इतिहास हाम्रो जारी रहेको झन्डै 65 वर्ष भयो। आन्तरिक ऋण थालेको सन् 1962 देखि, वैदेशिक ऋण थालेको सोभियत संघ र बेलायतबाट हामीले पहिलो विदेशी ऋण लिएको जस्तो लाग्छ मलाई, सन् 1963 देखि। लिँदैछौँ, तिर्दैछौँ, अर्थतन्त्रको आकार, हाम्रो सामर्थ्य पनि बढ्दै गयो भने नट ब्याड।